जुन जनविद्रोह घोषणा कार्यक्रम थियो, हामी जनविद्रोह घोषणा कार्यक्रम शान्ति तरिकाले गर्न जाँदै गर्दाखेरि त्यहाँ मलाई मार्ने ठूलो योजना रहेछ र राज्यले गरेको आतंक, बर्बर आतंक, जो लघुवित्त पीडित थिए, सहकारी पीडित थिए, बैंक पीडित थिए र विदेश जाने परिवारका पीडितहरू थिए, सबैको हालत कस्तो थियो नेपालमा राज संस्था गएर हिन्दू राज्य गएपछि नेपालीहरूको हालत के भयो, त्यही आवाजलाई हामीले उठाएर बुलन्द गर्दै हामीले अघि बढाइसकेपछि अब हामीले लडाईँ जित्छौं, नेपाली नागरिकले लडाईँ जित्छ, जनविद्रोह सफल हुन्छ भनेर चैत 15 गते बिहानैदेखि विभिन्न वेशभूषामा युवा संघका केही व्यक्तिहरू र पुलिस प्रशासनका केही व्यक्तिहरू सिभिल ड्रेसमा हात हतियार सहित गएर अर्काको घरमा चढेर बिहानैदेखि घर कब्जा गरेर जुन घटना पुलिस प्रशासनले घटायो र हामी कार्यक्रम स्थल 1:30 बजे पुग्दै गर्दाखेरि कार्यक्रम स्थल पुग्नुभन्दा 15 मिनट अगाडि नै हामी जहाँ स्टेज बनायौं, हामीले त्यत्रो खर्च गरेर शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर हाम्रा पाहुनाहरू हामीलाई स्टेजै पुग्न नदिकिन बाटैबाट गोली हालेर चाहिँ नि लखेट्न थालेपछि, टियर ग्यास हान्न थालेपछि त्यस पछाडि हामी अघि बढ्नु पर्यो। म किन अघि बढेको भने सम्पूर्ण प्रहरी जवानलाई लागेको होला। म प्रहरीलाई जति माया गर्ने मान्छे म कोही छैन र दिन दुखीलाई माया गर्ने मान्छे म जतिको कोही छैन। प्रहरीलाई लाग्यो होला दुर्गा प्रसादले पेलो भनेर, तर मैले त्यहाँ पुग्दाखेरि के सुरागी पाएँ भन्दाखेरि त्यहाँ माथि छतमा साफ सुथरहरू बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ। र अर्को कुरो के थियो भन्दाखेरि मेरो कानको छेउबाट गोली गयो तिनकुनेमा पुग्दाखेरि, मेन ठाउँमा पुग्दाखेरि, स्टेजको छेउमा पुग्दा र म त्यस पछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो। फेरि अर्को कुरा के भन्दाखेरि तपाईहरुको